मेरो आज आउनुभएको छ मेरो भाइ, मेरो मम्मी अनि मेरो बाबा, मेरो दिदी पनि हुनुहुन्छ घरमा अनि छोरा पनि हुनुहुन्छ, एउटा कुरा पनि छ घरमा। अनि अब म फेरि भन्न चाहन्छु यो यस्तो खालको स्पिच तपाईँहरूको अगाडि यसरी जुन मेरो कल्चरल कस्टम्सको बारेमा कुरा गर्न सक्नुमा चाहिँ म एकदम साथीहरूलाई मनदेखि नै एकदम ग्रेटफुल फिल गरेको छु। अनि मेरो हबिज चाहिँ घरिघरि म मम्मीसँग गीत साउन्डहरू बोल्छु, तर मेरो मेन हबिज चाहिँ अहिले मेरो छुट्टी भएर आएछ नि त डिएसएलको क्रेज सिकेर, त्यही भएर म पोएमहरू लेख्छु इङ्ग्लिसमा। अब एक दिन सुनाउँछु होला तर अहिले चाहिँ होइन। र अब मुभिङ अन, मेरो फर्स्ट पोइन्ट चाहिँ मुन्दुम भनेको चाहिँ के हो? यहाँ कसलाई थाहा छ मुन्दुम भनेको के हो? थाहा छ? ए थाहा छैन भने म तपाईँलाई सिकाइदिन्छु है। साँच्चै हो, मेरो 7 वर्षमा मैले मुन्दुम भनेको शब्द मैले कहिले सुनेको थिएँ, स्क्वाडमा मैले सुनेको थिएन भने मैले कसरी भन्नु होइन। त्यसले गर्दा यही स्पिच जोइन गर्दा मैले धेरै रिसर्च गरेको थिएँ मुन्दुमको बारेमा, अनि अलिकति धेरै ज्ञान आएको छ भने के हो। मेरो लागि मुन्दुम भनेको चाहिँ एउटा जीवन दर्शन जस्तै हो। अनि मुन्दुमले चाहिँ हामी किरा मान्छेहरूलाई सबै विभिन्नवटा परम्पराहरूको कसरी गर्ने हो, यो कहाँदेखि आयो भनेर सिकाउँछ मुन्दुमले। मुन्दुम हामी क्रिस्चियनहरूको बाइबल हुन्छ, मुस्लिमहरूको कुरान हुन्छ, अनि बुद्धिस्ट मान्छेहरू चाहिँ उनीहरूको 12वटा संस्कारहरू हुन्छ नि, हाम्रो चाहिँ मुन्दुम हुन्छ। मुन्दुम चाहिँ एउटा किराँती मान्छेहरूले पहिलादेखि नै उनीहरूको सन्तानलाई मुन्दुमले भन्दै लिएर आएर एउटा संस्कार। तर अहिले चाहिँ हामीले लेखेर जसले ससमलले लेख्नुभएको छ त्यो मुन्दुमहरू बुक जस्तै अहिले पनि त्यस्तो खालको पनि छ। अनि त्यही हो मुन्दुमको लागि। पोइन्ट नम्बर 2 चाहिँ धर्म भनेको के हो? मुन्दुमले भन्छ धर्म चाहिँ एउटा नैतिक र एउटा आत्मिक गुरु जस्तै हो, जुन किराँती मान्छेहरूलाई उनीहरूको मकसद पुग्नुको लागि मद्दत गर्न सक्ने हुँदैन चाहिँ। धर्म बिना संस्कार हुँदैन, संस्कार बिना धर्म हुँदैन, सिम्पल त्यस्तो हो। अनि मुन्दुमले चाहिँ हामीलाई सिकाउँछ कि धर्म भनेको एउटा किराँती मान्छेहरूको एउटा इट्स अ पार्ट अफ अस। अनि माई थर्ड पोइन्ट इज संस्कार भनेको चाहिँ के हो? संस्कार चाहिँ मुन्दुमले भन्छ हाम्रो एउटा एकदम हाम्रो पहिचान भनेको हाम्रो आइडेन्टिटीको लागि एकदम महत्त्वपूर्ण हो। जस्तै तपाईँहरूको सबैजनाले आइडी कार्ड नभए पासपोर्ट नभए एउटा बर्थ सर्टिफिकेट हुन्छ नि, तपाईँको नाम हुन्छ, तपाईँको बर्थ डेट हुन्छ, तपाईँको एचएआइडी कार्ड नम्बर हुन्छ, अनि मान्छेले चिन्छ ए यो त यो भनेर। त्यस्तै संस्कार पनि हाम्रो लागि एउटा किराँती मान्छेको लागि अरू मान्छेले ए यो किराँती हो उनीहरूको संस्कार यो हो भनेर त्यस्तो खालको एउटा पहिचानको लागि मुन्दुमले भन्छ संस्कार सबै चाहिन्छ हाम्रो लागि। संस्कृतिको बारेमा चाहिँ मैले पहिलो स्पिचमा अलिकति कुरा गरेको थिएँ 7वटा महत्त्वपूर्ण किराँती संस्कारहरू, जस्तै गर्भ संस्कार, विवाह संस्कार, अनि मुनिउजला घेवर यस्तो खालको संस्कारहरू चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ। किनभने हामी किराँती मान्छेहरू प्रकृतिसँग भनेको नेचरसँग एकदम गहिरो सम्बन्ध छ नि त। त्यसले यही संस्कारहरूले यही संस्कृतिदेखि चाहिँ हामीले एउटा झन् गहिरो सम्बन्ध बनाउन सक्छौँ। प्रकृतिसँग मात्रै होइन तर हाम्रो पूर्ण समाजसँग पनि हामीले त्यस्तो खालको एकदम राम्रो रिलेसनसिप बनाउन सक्छौँ। अनि त्यहाँदेखि मेरो लास्ट पोइन्ट चाहिँ किराँत धर्म भनेको के हो? किराँत धर्ममा चाहिँ धेरै छ, विभिन्न किराँत राईहरूमा चाम्लिङ हुन्छ, साङ्गाङ हुन्छ, रन्तावाहरू हुन्छ, उनीहरूको विभिन्न आफ्नै तरिकाले मनाउने हो। तर लास्टमा पोइन्ट चाहिँ हामी किराँत मान्छे नै हो। हामी एउटा समाज छैन भने हामी को हो? समाज बिना त हामी एक्लै बस्न सक्दैनौँ। समाज चाहिन्छ, अनि संस्कार चाहिन्छ, अनि धर्म चाहिन्छ। अनि मुन्दुमले चाहिँ भन्छ हामी सबैजना एउटा भएर यसरी सँगै हुनुपर्छ। अनि त्यहाँदेखि यो सबै संस्कार धर्म हाम्रो लागि मात्रै होइन तर हाम्रो सबै यहाँ भएको जति समाजहरू तपाईँ आफ्नो भाइ बहिनी दाइ बोजू बाजे सबैजनाको लागि हो। अनि यति हो मेरो स्पिच। आज धेरै खुसी लाग्यो तपाईँहरूले मसँग यसरी सुन्नुभएकोमा। थ्याङ्क यू।